हजुरबाले अब धनी पनि होस् खाइरहेको अमल छोड्नु हुँदैन दशा लाग्छ भने खन्न गरेर खुवाए थिए तेरो हात लाउन्जेल बेच्दै खाँदै गर्छु नछोड भने 12 वर्षमा बिहा गर्नुभयो 11 वर्ष तर कस्तो बिँडी आउँछ नि जात नसल्किने बालाई फोन गरी टुई गर्छ त छैन बालालाई त अघि गरेको किनेकै छैन भन्थे होइन 12 वर्षमा बिहा गरेको भनेर सोधेको क्या मेरो हजुर 11 वर्षमा 11 वर्षमा बिहा गरे अनि हजुरबा चाहिँ कति वर्ष हुनुहुन्थ्यो 15 वर्षका ए भुइँचरा आउँदाखेरि ताली मारेर हो बारी बारी उफ्रिन्थे अरे सबैको घर हल्लिँदै लड्दै गर्दाखेरि म चाहिँ कति स्याउन कि मापाको भुइँचालो 6-7 महिनाकै रहेछु खिचेको हैजाराले खिचेको खिचेको त 3 दिनमा देखेको असगाडी आयो असगाडी आयो मर्नु नि त्यसै बेला 3 दिनमा देखेको अरे अब कसैको कति सालको भुइँचालो 90 सालको 90 सालको कसैको हाय हतार केही छैन त मैका छोपी गए घरले छोपिहाल्यो कोदाली पनि चाहियो कोदालो पनि चाहियो हतार चाहियो नि त त्यो पन्थमुना त माटो ढुङ्गो पन्थमुना अनि बल्ल 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 त्यहीँ छिमेकोमा कति वर्षको हुनुहुन्थ्यो हजुर को त्यो भुइँचालो आउँदा 90 सालको भुइँचालो आउँदा ए हजुरबा चाहिँ 3-4 वर्ष कति थिए 4 वर्षका थिए र त रमाइलो एउटा अर्काको घर पनि बटिन्छ अर्काको पनि बटिन्छ आफ्नो पनि बटिन्छ घर नाचे भन्दै नाच्दै गर्थ्यो अरे बारी बारी ए हजुरबा अँ